So guys, न्यू ब्लगमा स्वागत छ तपाईँलाई कुचल ब्लग्समा। आज चाहिँ म काम गर्न जान आँटेको टक्क लाएर हाम्रो यहाँ अङ्कल छन्, यस्तो मुख समाइरहेको छ यहाँ। म चाहिँ हिँड्दैछु आज काम नगर्ने अरे बिहान नगर्ने अरे दिउँसो गर्ने अरे सो गाइस म चाहिँ कुलाले बोकेर कुलामा त्यो माटा हाल्न जान आँटेको। टक्क लाएर माटा हाल्ने पारेर यहाँ छ कुला, यता कुला सब माटा हालिदिने। कुलामा माटा हाल्नु पर्ने छ देसी गाई स्टाइलमा। माटा हाल्ने अब म देसी पारामा माटा हालिदिन्छु। कन्टेन्ट पाइनँ हामीले यहाँ देख्न सकिन्छ भैँसी, यहाँ भैँसी चढिरहेको छ। कन्टेन्ट पाइनँ मैले। अब म यो माटा हालिसक्छु छु अनि एकछिनमा आएर खान्छु म, अल्छी लाग्यो म खन्दिनँ, नाटकै हो। भैँसी आइज अर्को परेछ भैँसी मार्छ मलाई भैँसीले। हिँडेको मन्छी आजको ब्लग यतातिर टुङ्गाइदिन सक्छु, बा बढाउन पनि सक्छु। मलाई अल्छी लागिरहेको छैन, यस्तो गाह्रो हुन्छ नि परिस्थितिले पर गएर। अब म भैँसीसँग खेल्छु फेरि। हाम्रो मुना गुना भैँसी, हाम्रो भैँसी त्यहाँ चाहिँ पारेर भैँसीले झन्डै हानिदियो मलाई। यो मरद छ यहाँ, सजिन फलिरहेछ मरद छ। त्यहाँ उपारि एउटा घर छ अनि फेरि यता एउटा। आमै हाँसिकेर न आमै पुरै आमै हाँस्दैछु। के छ आमै हाँस्दिनु अनि वरिपरि सुपारी छ। आजको ब्लग यतातिर व्यवस्था गरिदिन्छु गाइस, बाई बाई। अर्को ब्लगमा भेट्नु होला। म चाहिँ हिँड्दैछु होइन टक्क लाएर पारा पर जङ्गल हिँडिदिएको होइन। माथि गएर चौतारीमा बस्छु ट्याक्का पारेर। अनि यहाँ एउटा घर छ, यहाँ अरू घर पारि त्यहाँ छ बाँसुछेको। म यहाँ त्यहाँ छ पारि, यहाँ पारि छ। म
हिँड्दैछु अनि तक्ला चौतारामा गएर सुत्ने सर्दिन फलिरहेको रहेछ घर भएका कार्की बाबैका घर म चाहिँ हिँड्दैछु तक्लाएर भोलि अब घर स्वाट चल्दिने गाउँमा धेरै बसै भयो अहिले म उहाँ जाबै पुगेपछि हाल्छु यो ब्लग्स तक्लाएर सुत्दिन्छु अब घर चौतारामा गएर सुत्ने हो त्यहाँको चौतारा गएर अब हिँड्दैछु होइन खाजासाजा खाइदियो असल भएर भ्युज नआएर होला भ्लग बनाउने अल्छी लाग्छ टक्क लाएर सब्सक्राइब गर्न नभुल्नु है बेललाई पनि म हिँड्दैछु टक्क लाएर अब चुचु गर यहाँ बस्छु म यस्तो चिलमा बस्छु पारा यस्तो छ गले यहाँ अर्को चौतारा छ यहाँ चौतारो चिलमा सुत्दा पनि केही हुँदैन पारा मेरो यस्तै हो सुत्देको ल यहाँ चाहिँ यो बोजू मरेको तामाङ हो तामाङ कोही तामाङ छ केटा हो मान्छे अरू मान्छे हार्दिक श्रद्धाञ्जली पनि टक्कला गाउँ विकास हुन आँटेको छ विकास हुन यहाँ छैन लाइनको पोल पहिले कहाँको म तपाईँहरूलाई देखाउँछु एकछिन भएर देखाउँछु त्यो म देखाउनु पनि सुन्नु पहिले यस्तो रुख हुँदैन यस्तो रुख हो यस्तोको हालेको थियो कहाँ होला हौ सायद त्यही तल चाहिँ मैले देखाउनै भुलेँ हो यस्तोको पिलर हालेको थियो अहिले गाउँपट्टिमा यस्तो हाल्न आँटिरहेको छ अङ्कल भेट्न गएको मैले अङ्कल पारा टक्ला पारा पारा मेरो यस्तो पारा मेरो जिन्दगीको अङ्कल त्यहाँ रोप्दैछन् कोला कहाँ छन् यता पारा ताल्नु ब्लग्स लामो जस्तो छ ए अहिलेको बहिनीहरू त्यहाँ खेलिरहेछ नि कोही कहाँ गयो भागेछ त्यो बहिनी त्यहीँ पऱ्यो एउटा दुईवटा पारा यस्तो छ मेरो कहाँ छ कुनै खोल्दै हाम्रो भाइरल अङ्कल भेटिसकेको छौँ हामीले टक्क लाएर हामीले भाइरल अङ्कल भेटिसकेको छौँ पक्नुमा 1 2 2.5 3 4 5 6 7 8 9 10 हाम्रो भाइरल अङ्कल तल आउँदैछ नि भाइरल अङ्कल यहाँ भाइरल अङ्कल आउँदैछन् अरे भाइरल अङ्कल यहाँ बोक्दैछ नि म यहाँ छु टक्लाएर हाम्रो भाइरल अङ्कल त्यहाँ बोक्दैछन् गाउँकै फेरि भाइरल अरे क्या गाउँकै पो भाइरल त यहाँ गाई चाहिँ देख्न सक्नुहुन्छ अङ्कल यहाँ कुला रोप्दै रहेछन् म यस्तो बसेर भ्लग हान्दैछु गाई छैन
ओए जुम भइरहेको छ नि यहाँ छ नि भाइरल अङ्कल कोला बोक्दैछन् आउँदैछन् अब यस्तै बोके आइज यहाँ कराउने आउँदैछ भाइरल अङ्कलले गर्दै ब्लग्स आजको यस्तै ब्लग्स होइन डेली ब्लग्स हेर्दैछन् यहाँ कन्दैछन् बोक्न सक्दैन लुते छन् लुते बोक्न सक्दैनन् बल्ल मरेर बोकेर आउँदैछन् भाइरल अङ्कल हाम्रो भाइरल ए पिन्टु यहाँ सानो भाइ छ यहाँ हाम्रो भाइरल अङ्कल बोकेर आउँदैछन् भाइरल अङ्कल अनि म यहाँ एउटा भाइ ऊ पर्छ यहाँ कहिले टिपेर लामी झिकिन्छु नि म भाइरल हाम्रो भाइरल अङ्कल पारा गर्दैछन् भाइरल अङ्कल हाम्रो सुवाडे खाने भने चाहिँ कडा हो ल आजको ब्लग यतातिर व्यवस्था हालिदिन्छु ल राखेको ल